भौतिक दौडधुप, व्यस्तता र कोलाहलले भरिएको वर्तमान समयमा आत्मिक शान्ति, भगवत प्रेम र शान्त अन्तर्मनलाई विशुद्ध अनुभूति प्राप्त गर्ने अवसरहरू अत्यन्तै दुर्लभ बन्दै गएका छन्। यस्तै दुर्लभ एवं सौभाग्यपूर्ण अवसरलाई साकार पार्दै आध्यात्मिक दृष्टिले विशेष महत्त्व बोकेको यस वर्षको पावन पुरुषोत्तम महिनाको शुभ अवसरमा हेटौडा स्थित निर्माणाधीन श्री जगद्गुरुतम मन्दिरमा आयोजित 30 दिने विशेष साधना शिविर भव्य रूपमा सम्पन्न भयो। हाम्रा प्रात स्मरणीय आराध्य गुरुदेव जगद्गुरुतम श्री कृपालुजी महाराजको दिव्य पुष्प कलश स्थापित यस तपोभूमिमा देश विदेशबाट सहभागी हुनुभएका श्री कृपालु अनुगत साधकहरूले सम्पूर्ण रूपमा गुरुचरण प्रतिको श्रद्धा, भक्ति र निस्वार्थ सेवाभावको अनुपम उदाहरण प्रस्तुत गर्नुभयो। जेठ 3 गतेदेखि असार 1 गतेसम्म सञ्चालन भएको यो साधना शिविर केवल धार्मिक कार्यक्रम मात्र नभई अनुशासित आध्यात्मिक जीवनशैली सहितको भक्ति साधनाको अभ्यास थियो। प्रत्येक दिन बिहान 3:30 बजेदेखि प्रारम्भ हुने स्मार्ट साधना कार्यक्रम अन्तर्गत ब्रह्म मुहुर्तमा योग, आसनमा रूप ध्यान, आरती, हरिगुरु सङ्कीर्तन, सत्सङ्ग, श्रव्य दृश्य प्रवचन तथा विभिन्न आध्यात्मिक अभ्यासहरू सञ्चालन गरिन्थे। साधनासँगै सहभागी साधकहरूले मन्दिर तथा धाम परिसरमा विविध सेवा कार्यहरूमा सक्रिय सहभागिता जनाउनुभयो। यसै क्रममा श्री वैदिक संस्कृत गुरुकुलमका विद्यार्थीहरूका लागि खाद्यान्न हस्तान्तरण तथा हेटौडाका विभिन्न विद्यालयहरूमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूका लागि कृपालु छात्रवृत्ति वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। यस 30 दिने साधनाका क्रममा जगद्गुरुतम मन्दिर परिसर वरपर रहेका रमणीय विभिन्न धार्मिक मन्दिर तथा पर्यटकीय स्थलहरूमा समेत बाह्य सङ्कीर्तन र रूपध्यान साधनाका विभिन्न सत्रहरू सञ्चालन गरिए। प्रकृतिको काखमा बसेर स्वच्छ शान्त वातावरणमा गरिएका यस प्रकारका बाह्य साधनाले साधकहरूलाई भगवत अनुभूतिसँग अझ नजिक गराएको थियो।
साधना शिविर अवधिभर आध्यात्मिक साधनासँगै प्रेरणादायी तथा उत्साहवर्धक कार्यक्रमहरू पनि प्रस्तुति गरिए। डिभाइन युथ क्लब नेपालको विशेष आयोजनामा जेठ 16 गते मन्दिर प्राङ्गणमा भजन क्लबिङ कार्यक्रम सम्पन्न भयो। जेठ 17 गते हेटौडाको रमणीय पर्यटकीय स्थल गुम्बा डाँडाको शान्त वातावरणमा डिभाइन युथ क्लब नेपालका युवा तथा साधकहरू सहितको आध्यात्मिक वनभोज सम्पन्न भयो। हरिगुरु सङ्कीर्तन र विभिन्न खेलहरूले सबैमा नव ऊर्जाको सञ्चार गर्यो। जेठ 24 गतेको बिहानी सत्र ऐतिहासिक मकवानपुर गढी स्थित पवित्र श्री वंशगोपाल मन्दिरको शान्त प्राङ्गणमा सञ्चालन भयो। त्यस ऐतिहासिक तथा आध्यात्मिक वातावरणमा सम्पन्न विशेष ध्यान तथा साधना कार्यक्रमले साधकहरूलाई अन्तर्मनको गहिराइमा पुग्न मद्दत गर्यो। अन्ततः असार 1 गते 30 दिने यस पावन साधना शिविरको विश्राम भयो। पुरुषोत्तम भगवान श्री कृष्ण तथा भगवान शङ्करजीको विशेष पूजन र मन्दिर परिक्रमा सहित यस महायज्ञको समापन गरियो। लामो साधना शिविर राखेर यो जगद्गुरुतम आध्यात्मिक केन्द्र हेटौडाले बहुत सराहनीय काम गरेको छ। साधकहरूको लागि अत्यधिक लाभ लिने अवसर प्रदान गरेको छ। जसरी मोबाइलको ब्याट्रीको चार्ज सकिएको हुन्छ त्यसै गरेर हामीहरूको चार्ज पनि सकिरहेको अवस्थामा भरपूर्ण 1 महिनासम्ममा चार्ज गर्ने अनुकूल हामीले पायौँ। पहिलोचोटिको मेरो यो साधनामा सहभागी भइरहँदाखेरि मैले आफूलाई जीवन भनेको असाध्यै एउटा अनुशासित ढङ्गले अगाडि बढाउनु पर्ने चिज रहेछ र यसमा हामीले धेरै कुरामा विचार पुर्याउनु पर्ने रहेछ।
साधना गर्न पाउँदाखेरि मलाई धेरै धेरै लाभ भइरहेको छ। यो 1 महिना साधना एकदम राम्रो उचित लाग्यो। यस दिव्य ठाउँमा जुन आउँदाखेरि जुन फिल हुन्छ नि त्यो छुट्टै छुट्टै भयो क्या। यहाँ आध्यात्मिक ज्ञान पनि हामीहरूलाई प्राप्त भयो। यहाँ चाहिँ अब महाराजजी नै भएको अनुभव हुन्छ हामीहरूलाई चाहिँ साधना गर्दाखेरि चाहिँ। यति भित्रबाट यति शान्ति फिल भएको छ। अरू बेला साधना गरेको भन्दा चाहिँ यो महिनामा चाहिँ साधना गरेको धेरै लाभदायी हुन्छ। महाराजजीको कृपाबाट आज यहाँ आउने अवसर प्राप्त भयो। यहाँ आएर मलाई यति आनन्द दिव्यता महसुस भयो। राधे नामको मात्र यहाँ गुन्जिरहेको हुन्छ जतिखेर पनि यति आनन्दको वर्षा भइरहेको छ यहाँनिर। अझ पनि आउनु पाए हुन्थ्यो जस्तो त लागिरहन्छ। हामीलाई बिचमा साधना साथै बाहिर घुम्न पनि लिएर जानुभयो। जाँदाखेरि उहाँ पनि हामीले मेडिटेसनदेखि लिएर साधना गर्न पाइयो। जीवनमा पहिले फर्स्टै चाहिँ यस्तो साधना चाहिँ देखेको पनि थिएन, गरेको पनि थिएन। अवसर प्राप्त भयो, कोही आउन पाउनुभयो, कोही आउनु पाउनु भएन, तर जो चाहिँ आउनुभयो उहाँले पक्कै पनि महसुस गर्नुभएको छ। हरि गुरुको कृपा हामीलाई मिलिरहोस्। त्यो बिखलाई निकालेर अमृत लिएर जाने को अनुभव गरेको छु मैले। भरपुर लाभ लिन पाइएको छ। युवावर्गहरू भौतिक संसारमा खुसी खोल्नको लागि बहुताइरहेका छन्। यस्तो अवस्था पनि डिभाइन युथ क्लब जस्तो आध्यात्मिक संस्थाले हामी सबै युवाहरूलाई एक ठाउँमा राखेर कसरी योग ध्यान साधना भजनहरूबाट अगाडि बढ्न सकिन्छ भनेर यो पुरुषोत्तम महिनामा यस्तो राम्रो साँच्चीकै नै सफलदायी साधना बनाए। धेरै धेरै प्रोग्रामहरूमा पनि पार्टिसिपेट गराउनु भयो, गेमहरू खेलाउनु भयो, एकदमै आनन्द भयो। राधा तत्त्वको पहिचानले यो सत्सङ्गले कसरी एउटा सज्जन व्यक्ति निर्माण गर्छ भन्ने कुरा पनि हाम्रा दिवैसी भाइ बहिनीहरूले प्रस्तुत गर्नुभयो। यो दुर्लभ 1 महिनाको साधना राख्नु भएकोमा समस्त व्यवस्थापन समितिलाई धेरै धेरै धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। यो दिमागमा भएको टेन्सनहरू सबै गएर मेडिटेसनले पनि एकदमै आनन्द भएको छ। अनि आजको झन् यो वनभोज कार्यक्रमले यो आध्यात्मिक वनभोजले झन् एकदमै मलाई आनन्दित भएको छु। म धाममा आएर साधना गर्न पाउनु, भगवानको नाम संकीर्तन, त्यसमाथि नि विशेष गरेर अझ रूप ध्यान, यति आनन्द भएको छ। मनकै घर जाने मनै नै लागेको छैन। लागेको छ भोलि कसरी जाउँला भगवानसित बिदा मागेर। यो शिविर हाललाई समापन भए पनि यहाँबाट प्राप्त ऊर्जा, भक्ति र अनुशासन साधकहरूको जीवनमा आध्यात्मिक साधनारत भइरहन सदैव मार्गदर्शक बनिरहनेछ।